तिमीलाई म एउटा गेम खेलाउँछु भाइ। पर डाँडामा उडेर जान सक्छ भाइ। कहाँ दाइ? कहाँ सक्नु सक्दैन? त्यस्तो डाँडामा सक्छ त ए मालिक पनि यार कस्तो गफारी हो क्या। सक्दैन दाइ, सक्दैन मालिक। कहाँ सक्दैन? ठिक छ ल। अनि तिमीलाई म एउटा प्रश्न सोध्छु। जुन पनि आकाशमा उड्छ हैन, जुन पनि आकाशमा उड्छ तारा छुनलाई, सुन है मेरो कथा। जुन पनि उड्छ आकाश छुनलाई, तिमीलाई मन पर्यो भने के छुनलाई? मैले मिस्टेक गरेँ क्या हो? के नजान्दा गरी त्यो प्रश्न सोध्नु भएको। अनि मालिक आज त्यहाँ पर काम गर्नु पर्दैन? ए के काम गरेर सक्यो आज? अनि म त त्यत्तिकै बसिरहेको छु बिहानदेखि। काम गर्नु पर्यो, काम गरेको छैन त मैले त। मालिकै हुन्छ भनेर म त बसिरहेको छु। मालिकले मलाई गेम खेलाउनु बोलाउनु भयो, यताउति म काम हुन्छ। त्यो प्रश्न नसोध्नु कि मालिक, मलाई आउँदैन। ए छोडिदेऊ काम साम। के काम गरेर खोज्यो आज? तिम्रो आज छुट्टी, काम गर्नु पर्दैन। ल आज तिमीलाई एउटा राम्रो गेम खेलाउँछु हेर होइन। त्यो ढिकदेखि माथि फुत्तै निस्केर माथि निस्केर तिमीलाई एउटा उपहार भयो मैले 10 रुपियाँ। ल तिम्रो त्यति चाहिँ अब उ गर्न सक्दैन, चढ्न सक्दैन त हो क्या। तिमीलाई त्यसको लागि मैले एउटा गेम खेलाएँ है। दिक भन्नुभएको मालिक, यति हो दिक। आज तिम्रो काम साम नगर, छुट्टी। मैले भनेको नगर काम। ओके रेडी? तयारी गरौँ है त। ल हुन्छ। त्यो ढिकदेखि चट्ट माथि निस्किनु पऱ्यो होइन त? ल म त निस्क्यो है। हेरे ल तिमी पालो। ल म त निस्क्यो। ल हेर म चाहिँ आइपुगेँ यहाँ हेर। तिमीले हार्यो। म खुट्टा निस्क्यो, तिमी त्यहाँदेखि माथि चढ्न सक्यौ। म त नतानी। तिमी त्यहाँदेखि झऱ्यो भने तिम्रो गेम सकेन मालिकले पनि तानेन, पनि सकेन। 10 रुपियाँको लागि सकेन। खाना खान जाने होइन मालिक? ल मैले जितेँ है। मालिकसँग टक्कर लिन सकेन, गेम खेल्न पनि सकेन हेर भाइ। ल आजको लागि यति नै, गेम पनि सक्यो। ल अब खाना खान जानुपर्छ, जाउँ। खाना जाने रे गए अब। टाटा, सी यू टुमारो नेक्स्ट भिडियो। ओके, भेरी फन्नी कमेडी लिएर उपस्थित हुनेछौँ। बाई बाई। हेलो सम्पूर्ण साथीहरूलाई नमस्कार। मेरो नाम चाहिँ हरि भ्लग मगर हो होइन। यदि साथीहरूले चाहिँ मन परेको छ भने लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्न नबिर्सनु होला। र कस्तो के कस्तो लागेको छ मेरो भिडियोलाई यसको प्रतिक्रियाहरू दिनु होला है त। र नेक्स्ट टाइम अर्को भिडियो लिएर